यहाँहरू सम्पूर्णलाई नमस्कार। जो जहाँ जसले जुन ठाउँमा बसेर हाम्रो यो भिडियो अवलोकन गर्दै हुनुहुन्छ, यो भिडियो अवलोकनको लागि हेरिदिनका लागि तपाईँको हरेक कामको व्यस्तताका बावजुद समय छुटाउनु भएकोमा पुरा पुनः सम्पूर्णमा मेरो तर्फबाट र म लगायत हामी सम्पूर्ण जुन आज एउटा अभियानमा हिँडेका छौँ, हामी सबैजना पन्जहोर ग्लन समाज भन्ने हामीले एउटा समिति गठन गरेका छौँ। राक्सिरङ गाउँपालिका माखल भन्ने ठाउँमा जति पनि हामी घरान दाजुभाइहरू थियौँ, जो यतिखेर चितवनको भण्डारा आसपासमा हुनुहुन्छ, त्यसपछि कोही यतिखेर मुसिराङमा पनि हुनुहुन्छ र कोही खरिबाङ रूपासुरी, त्यसै गरी मनहरी गाउँपालिकाको यो वडा नम्बर 6 नयाँ बस्ती भन्ने आसपाससम्म पनि हामी हाम्रो दाजुभाइहरू छर्न सफल भएका छौँ, पुग्न सफल भएका छौँ। हामी एकमुष्ट सहभागी भएर यतिखेर हामी यो यात्रा भने तपाईँले देखिरहनु भएको यो दृश्य मनहरी बजार र हेटौँडा बजारको बिच भागतिर पर्ने बसमाडीबाट हामी उत्तरतिर लागेका छौँ। यो कच्ची बाटो बसमाडीबाट वापानी अनि त्यसपछि हुँदै लेकपानी भन्ने स्थलमा लाग्ने यो यात्रामा पर्ने जङ्गलको बाटो यहाँहरूले देखिरहनु भएको छ। हामी लगभग 7-8वटा बाइकमा केही एउटा उद्देश्यको लागि हिँडिरहेका छौँ। अहिले आएर हरेक जात जाति, हरेक थरका व्यक्तिहरू विगतका आफ्ना संस्कारहरू, विगतका आफ्ना उत्पत्ति स्थलको बारेमा चासो लिइरहेको सबैलाई थाहा भएको कुरा हो। यसमा चासो लिनु पनि पर्छ। हिजोको संस्कारहरूलाई हामीले नयाँ पुस्तासम्म स्थानान्तरण गर्नु छ। मेरो अगाडि सुकलाल भाइ अनि र म चाहिँ युकेन भाइले चलाउनु भएको बाइकमा छु। त्यसपछि अगाडि कृष्ण दाई भर्खरै घुमाउरो बाटोबाट कटिसक्नु भएको छ। बाबुलाल दाई यही बाइकमा हुनुहुन्छ अनि भण्डाराबाट गोपीराज दाई र त्यसै गरी गएर खेतराज दाई हुनुहुन्छ र दुईजना भाइको नाम मैले यहाँनिर जोड्न म असफल भएँ, क्षमा प्रार्थी छु। उहाँहरूको नाम मैले झट्टै यतिखेर मेरो मनमा आएन। उहाँ हजुर राजकुमार दाई, राजकुमार दाई भर्खरै मात्र भेट भएको भएर मैले नाम जोड्न पनि भुलिरहेको रहेछु। उहाँ यही यात्रामा हामीसँगै जोडिनका लागि हाम्रो पन्जहोर ग्लन समाजको एक सक्रिय दाजु काठमाडौँदेखि आफ्नो कामलाई छुट्टीमा राखेर हामीसँगै आउनुभएको छ, अगाडि हुनुहुन्छ। पन्जहोर ग्लन समाजका जो हामीसँग अहिले सामेल हुनुहुन्न, आफ्नो व्यस्तताका बावजुद आफ्नो काममा हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले सम्झिरहेका छौँ जो जहाँ हुनुहुन्छ। हामी एकैछिन पश्चात कुवापानी भन्ने स्थलमा पुग्नेछौँ। हाम्रा बुवा, हाम्रा हजुरबाहरूले भन्दै आउनुभएको, अहिले पनि भनिरहनु भएको, हामी जुन अहिलेको राक्सिरङ आरको माखल भन्ने स्थलमा यही कुवापानी भन्ने स्थलबाट एकजना हजुरबुवा यहाँ पुग्नुभएको, धर्मदेव भन्नुहुँदो रहेछ उहाँलाई। धर्मदेव भन्ने हजुरबुवा यही कुवापानीबाट माखल भन्दा पनि मुनि मुसिराङ भन्ने स्थलमा चाहिँ उहाँ एकजना मात्रै घलान पुग्नुभएको। त्यही एक हजुरबाउको नातिहरूको घर सङ्ख्या नै अहिले लगभग 40भन्दा बढीको हाराहारीमा पुगिसकेको छ। सम्पूर्ण 40-50 घरको पन्जहोर ग्लनभित्र पर्ने धर्मदेवका चाहिँ नाता नातिना जति पनि सन्तानहरू
अहिलेसम्मको चाहिँ जति सङ्ख्यामा चाहिँ छरिएको छ सम्पूर्ण हामी सबैजना एकजुट भएर कस्तो रहेछ कुवापानी स्थल, त्यसपछि जुन हाम्रो हरेक रीतिथितिहरू हुन्छ, हाम्रो संस्कारहरू छन्, त्यो संस्कारहरूमा हामीले कुवापानीसँग पनि जोड्नुपर्छ। उहाँहरू पनि हाम्रै रगत हुन्, लगायत उहाँहरूको संस्कार र हाम्रो संस्कारमा कतै भिन्नता त भइरहेको छैन, अर्थात् कतै हामीले कुनै संस्कार छुटिरहेका छौँ कि अथवा खास के छ धर्मदेव हजुरबाका चाहिँ उहाँका दाजुभाइहरूको चाहिँ अवस्था, उहाँहरूको बाँकी सन्ततिहरूको चाहिँ अहिलेको वर्तमान परिवेश के छ लगायतका कुराहरू साँडकाट गर्नका लागि हाम्रा कुराहरू उहाँहरूसँग सम्प्रेषण गर्न, उहाँहरूका कुराहरू हामीसम्म ल्याउनका लागि हामीले यो कसरत थालेका छौँ। हामी झन्डै पुगिसकेका हौँ कि जस्तो लाग्छ, एकछिनमा पुग्नेछौँ कुवापानी। बाँकी कुराहरू अर्को भिडियोमा सेयर गरौँला। यो जुन अहिलेसम्मको यो 6 मिनेट 30-35 सेकेन्डको यो भिडियो अवलोकन गरिदिनु हुने यहाँहरूप्रति हामी पञ्चहोर ब्लड समाज हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। धन्यवाद।